अहिले हामी गुरुकुलमा छौँ अनि यहाँ 40 जना विद्यार्थीहरू भारत साथै नेपालका विद्यार्थीहरू आउनुभएको छ र यो गुरुकुल चाहिँ कसले निर्माण गरेको हो, कसरी स्थापित भयो भन्ने कुरोहरूमा हामी तपाईँलाई बताउन चाहन्छौँ कि यो चाहिँ कारगिल शहीद परिवार जो चाहिँ बागडुग्रामा अहिले हुनुहुन्छ अनि नक्सलबाडी बेगमा हुनुहुन्छ, उहाँहरूले यो निर्माण गरिदिनु भएको असहाय व्यक्तिहरूको निम्ति। अनि यो मन्जु छेत्री जो चाहिँ कारगिल शहीद परिवार जो चाहिँ सुरेश छेत्रीकी श्रीमती हुनुहुन्छ, उहाँको चाहिँ एउटा भिजन थियो मेरो श्रीमानको नाममा चाहिँ म केही समाजलाई दिएर जान्छु भन्ने उहाँले सोच राखेर चाहिँ धेरै सामाजिक कार्यहरू गर्दा आए तापनि अहिले यो गुरुकुल निर्माण हुँदाखेरि चाहिँ धेरै विद्यार्थीहरूले यहाँ निःशुल्क पढ्न पाइरहेको छन्, संस्कृत पढ्न पाइरहेको छन्। यहाँ हरिद्वारबाट आएका गुरुजनहरूले यहाँ शिक्षा दिइरहनु भएको छ अनि 1 रुपियाँ खर्च पनि लाग्दैन। अनि यसको साथमै अहिले यहाँ कन्याहरूको निम्ति पनि जुन यहाँ गुरुकुलको एउटा एक्सटेन्सन एउटा कन्याहरूको निम्ति पनि यो बनाउने काम भइरहेछ। मेरो पछाडि तपाईँले देख्न सक्नुहुन्छ त्यो ब्लक चाहिँ स्पेसली फिमेलहरूको लागि हो। अहिले 40 जना जति पनि छ, यो चाहिँ छोराहरूको निम्ति हो भने छोरीहरूको निम्ति पनि त्यहाँ त्यसरी नै बनाएको छन्। यो जुन एन्टायर क्षेत्र छ यो विषय लिएर हामी यहाँका गुरुजीसँग सोध्नेछौँ। हेर्दै गर्नुहोला हाम्रो स्पेसल रिपोर्ट। मणिपुरसम्मका भाइहरू पनि हुनुहुन्छ। यहाँ भारतको कतिजना हुनुहुन्छ? भारतको अहिले हाम्रो लगभग 9-10 जना हुनुहुन्छ। अनि हैन जो अब नेपालको हुनुहुन्छ। अनि यहाँ जुन चाहिँ अब तपाईँहरूलाई त निर्माण त गरिदिनु भयो उहाँहरूले है, तर यहाँको सम्पूर्ण खर्चहरू चाहिँ अहिले कसले गर्नु? सम्पूर्ण खर्च हाम्रो थापा परिवार क्षेत्रीय परिवारबाटै छ। यहाँ जुन चाहिँ त्यसमा हामीलाई 2,40,000 रुपियाँ शिक्षाले दिनुहुन्छ हैन। अब 2,40,000ले त के नै हुन्छ र हाम्रो वर्षको हो, त्यो पनि अब मासिक रूपमा खर्च गर्ने गरी गरेर 2,40,000 रुपियाँ हामीलाई शिक्षाबाट दिनुहुन्छ। अरू जति पनि खर्चहरू हुन्छ यहाँको खाना, स्वास्थ्य, शिक्षा, कारगिल शहीद परिवारले नै सबै हाम्रो शहीद परिवारद्वारै गर्नुहुन्छ। अनि अब विशेष गरी हाम्रो मन्जु भाउजू, नेतरा थापा छेत्रीज्यू, उहाँहरूको परिवारले नै अहिलेसम्म सञ्चालन गर्दै आइरहेको छ। मेरो नाम प्रतीक नेपाल हो। प्रतीक नेपाल हो। यहाँ पढाइ गरेर संस्कृत पढ्नु पाउँदा कस्तो आनन्द लाग्दो रहेछ? राम्रै लागिरहेको छ। राम्रो लागेको छ। अनि के सिकियो त? यहाँ के पढाइन्छ त? यहाँ हाम्रो गीता पढाइन्छ अनि सप्तशती अनि रुद्री अनि वेदहरू पढाइन्छ। अनि अहिले जुन पाठ गर्नुभयो त्यो पाठलाई के भन्छ अहिले? स्वस्ति वाचन भन्छ। हो। अनि घर कहाँ अरे हजुरको? मेरो घर चाहिँ विराटनगर। विराटनगर। कुन क्लासमा हो हजुरको? हजुर म 6th क्लासमा। 6th। नाम के हो नि? मेरो नाम अनुषा अधिकारी हो। घर कता हो नि? मेरो भिरकुटी। भिरकुटी। अनि यहाँ कुन क्लासमा पढ्नुहुन्छ त? म 5 मा। के सिक्नुहुन्छ त्यहाँ? 5 मा के सिकाउनुहुन्छ त? यहाँ इङ्ग्लिस, म्याथ अनि नेपाली। नेपाली। अनि संस्कृतमा अघि जुन पाठ गरेको चाहिँ त्यो हामी यो इङ्ग्लिसहरू चाहिँ दिउँसोको टाइममा पढ्छौँ अनि संस्कृतहरू चाहिँ बिहानको टाइममा। अच्छा। बिहान एक्चुअलमा कसैले भनेको कुरामा म विश्वास गर्दिनँ, किनभने म आफै हेरेपछि मात्रै मलाई विश्वास हुन्छ। त्यस कारणले गर्दा म यहाँको गुरुकुल भिजिट गर्नु आएको थिएँ। यहाँ इन्डियाको पनि नेपालको पनि नानीहरू छन् र राम्रो लाग्यो। परिवेश पनि राम्रो, सबै कुरो राम्रो मन्जु दिदीले यहाँनिर एकदमै राम्रो काम गर्नुभएको रहेछ। आगे भविष्यमा अझै राम्रो गर्ने उहाँको प्लान रहेछ। अहिले कन्टिन्युसली काम चलिरहेको रहेछ र म सेटिस्फाई भएँ उहाँको कामले गर्दा र आगामी दिनमा पनि उहाँले राम्रै गर्नुहुन्छ भन्ने आशा गर्छु। धन्यवाद।